यो ठाउँमा चाहिँ गोठाला अनि यो भेडाहरू सबै हराइसकेपछि मालिकले फेरि सपनामा देख्नुभयो। जुन सपना देख्नु भइसकेपछि पाथेर माताले भन्नुभएछ, तिम्रो गोठाला तिम्रो भेडाहरू मैले नै गायब गराइदिएको हुँ। त्यसैले मलाई थान बनाएर पुज्नु, म तिम्रो गोठाला र तिम्रो भेडाहरू फेरि पनि फिर्ता गरिदिनेछु भन्नु भइसकेपछि यहाँनिर चाहिँ पाथी भाडाको उत्पत्ति भएको भन्ने कुरा किंवदन्ती छ। त्यही भएर यो गेट चाहिँ यहाँनिर गेट प्रवेशद्वार रहेको छ। यो चाहिँ प्रवेशद्वारमा चाहिँ यसरी भक्तजन फर्किरहनु भएको छ भने हामी चाहिँ यसै गरी दर्शन गरेर फर्किएको छौँ। यहाँ प्राचीन मुकुलुङ सही